मेरो कविताको शीर्षक छ बदमास झरी। सुन्दा सुन्दा धरतीको उत्पीडनको कथा, हुँदा हुँदा उसको उच्चवासको साक्षी, जब छाडे अडिन बादल बनी जमिराखेका आँसु, आँखामा आकाशका झरेती झरी बनेर, बदलाको उत्तेजनामा रिसको आवेगमा खस्यो झरी घरको धुरी र बलेसीबाट, हिँड्यो झरी लिएर बतासलाई साथमा, मात्तिँदै वायुपङ्खी घोडा झैँ हिनहिनाउँदै बर्साइरह्यो गाउँ बस्तीका छातीमा आफ्नो लय, पछाड्दै अबोध किसानका झुप्राहरू सोत्तर पार्दै खेत खलियान, पिउँदै हिँड्यो अलक्षिना झरी किसानको रगत र पसिना, निल्दै हिँड्यो सिङ्गै पहाड असत्ती झरी मृत्युको ताण्डव मचाएर फुर्ती खसाल्दै तिनमा टाँसिएका जीवन जसरी खस्छन् मृत देहबाट जुम्रा, निभाएर निमुखाकै घरको दियो बगाएर गरिबकै जीवनबाट खुसी, हिँड्यो पापी झरी दिएर आफ्नो निर्दयताको सबुत, छोड्दै छोड्दै मानिसको जीवनमा लास झैँ अत्यास लाग्दो चिसोपन, कुल्चिँदै कुल्चिँदै बदलाको उन्मादमा फक्रिन नपाएको जीवन, निर्मम साहुको आदेश पालक गुण्डा झैँ हुल बाँधेर आयो निर्मम झरी, हेर्दा हेर्दै सोत्तर पारेर गयो निर्दोष सपनाहरू, हेर्दा हेर्दै सोत्तर पारेर गयो निर्दोष सपनाहरू। धन्यवाद।